आज मसँग छ दुनियाँकै सबैभन्दा राम्रो क्यामेरा भएको स्मार्टफोन हो। तपाईँ सही सुन्दै हुनुहुन्छ। यो हो नुबियाको 70 अल्ट्रा। नुबियाको 70 अल्ट्रा भन्ने मोबाइल चाहिँ 2026 सबभन्दा बेस्ट क्यामेरा भएको स्मार्टफोन हो। यो चाहिँ एकदमै स्पेसल स्मार्टफोन छ, किन भन्दाखेरि यसमा क्यामेरा तीनवटा क्यामेरा हालेको छ र तीनवटै एकदमै खतरा क्यामेरा हालेको छ। तपाईँले देख्न सक्नुहुन्छ यसमा चाहिँ फिजिकल अपर्चर भएको क्यामेरा छ र फिजिकल अपर्चर भनेको चाहिँ डिएसएलआर क्यामेराहरू मात्र हुने गर्छ, पकेट क्यामेरा पनि नर्मली हुँदैन। र यसमा चाहिँ डिएसएलआर र मिररलेस क्यामेरामा हुने फिचरहरू चाहिँ यो मोबाइल तपाईँले भेट्न सक्नुहुन्छ। स्पेसली तपाईँ क्यामेरा चलाउने मान्छे हुनुहुन्छ, फोटोको लागि एकदमै राम्रो, भिडियोको लागि एकदमै राम्रो मोबाइल चाहिन्छ भने तपाईँलाई यो बेस्ट अप्सन हुनसक्छ। र यो साँच्चीकै छ कि छैन भनेर मैले पनि टेस्ट गरेँ हेरेँ, यसको रिजल्ट तपाईँले हेर्न सक्नुहुन्छ। साइडमा तपाईँलाई म राखिदिन्छु। यो मैले क्यामेरा युजली चलाइराख्दाखेरि चाहिँ एकदमै खतरा लाग्यो यो मोबाइल चाहिँ, किन भन्दाखेरि मैले यो मोबाइल चलाउँदाखेरि कता कता क्यामेरा चलाएको जस्तो फिल पनि भयो मलाई, र क्यामेरा भन्दा फेरि क्यामेरा चलाउँदाखेरि चाहिँ मोबाइल चलाएको फिल पनि भयो। एउटा मिक्स फिलिङ दिन्छ तपाईँलाई। सो यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ डेलिकेटेड क्यामेरा सटर बटन दिएको छ भने तपाईँले यसमा सर्टकट की देख्न सक्नुहुन्छ। यो सर्टकट कीबाट तपाईँले क्यामेरा डोर डिरेक्टली ओपन गर्न सक्नुहुन्छ। लाइक मैले यसरी अन गरेँ, यति गरेपछि क्यामेरा सर्टकट कीबाट ओपन भयो। एन्ड देन मैले सटर बटन थिचेँ, सटर बटन थिचेपछि मलाई खिचिसक्यो। यसमा दुईवटा अप्सन दिन्छ। तपाईँले वान टाइम क्लिक गर्नुभयो भने मलाई फोकस गर्छ, एन्ड देन सेकेन्ड टाइम क्लिक गर्नुभयो भने तपाईँले यसबाट फेरि फोटो खिच्छ। एकदमै दामी लाग्यो मलाई क्यामेरा चाहिँ। यसको मेन क्यामेराको कुरो गर्नुपर्दा 50 मेगापिक्सलको मेन क्यामेरा दिएको छ भने पेरिस्कोप लेन्स यसले 50 मेगापिक्सलकै दिन्छ भने टेलिफोटो पनि यसले 50 मेगापिक्सलकै दिन्छ। र यसमा चाहिँ तपाईँले लाइडर सेन्सर पनि देख्न सक्नुहुन्छ। त्योबाट चाहिँ तपाईँले अटोमेटिकली यसले मजाले फोकस गर्छ। हुन त यो हाई रेन्जको सेट भए चाहिँ अभियसली राम्रो त गरिहाल्छ। यसमा तपाईँले फ्ल्यास पनि दुईवटा देख्न सक्नुहुन्छ। यसमा इन्डिकेटर फ्ल्यास पनि भयो र अनि मेन फ्ल्यास पनि भयो। तपाईँले दुईटै फ्ल्यास एकैचोटि युज गर्न सक्नुहुन्छ। म आफूले पनि भिडियो खिचेर हेरेँ, एकदमै खतरा लाग्यो मलाई चाहिँ। तपाईँले 8K भिडियो एकदमै गजब खिच्न सक्नुहुन्छ भने सुपर नाइट मोड रहेको छ। सुपर नाइट मोडमा तपाईँले यसबाट पनि भिडियो हेर्न सक्नुहुन्छ।